हेलो गाइज, वेलकम टु गौरव जिन्दगी च्यानलमा। अहिले बिहानको 5 बज्यो। म आज चाँडै नै उठेको छु। आज म कतै जाने प्रोग्राममा छु। कोसन्डा छोडेर कतै गइरहेको छु। म कहिले फर्किन्छु थाहा छैन। ब्लग कन्टिन्यू हुनेछ। जहाँ जहाँ जानेछु, जे गर्नेछु ब्लगमा सबै देखाउने कोसिस गर्नेछु। प्लिज गाइज ढिलो भयो। म चाहिँ 6 बजे बस्छु। 6:15 मा आउँछ। चाँडै पनि आउँछ कि ढिलो भइसक्यो। त्यही भएर फटाफट रेडी भइसक्यो। गाइस म रेडी भएँ। म जाँदैछु अब। मलाई ढिलो भइसकेको छ। पुरै अन्धकार छ। म 6 बज्यो। 6 बजेर 5 मिनट भइसक्यो। तै पनि यस्तो अन्धकार छ। बाहिर पुरै पानी परेछ। चिसो नि छ। पानी परेछ। स्लिप गर्ने एकदम चान्स बढी हुन्छ। अगाडि जाँदैछु म। म बस स्ट्यान्डमा पुगेँ। बस चाहिँ आएको छैन। कति बेला आउँछ कि आउँदैन। अहिले आउँछ कि फेरि 7 को उसमा आउँछ कि एकदम बेरसम्म अँध्यारो हुन्छ नि त। त्यो कारणले गर्दा 7 बजीसम्म पनि आउन सक्छ, नत्र 1 घन्टा बाहिर पुग्नुपर्ने हुन्छ। मैले गाह्रो छ। हेरौँ आउँछ कि आउँदैन। 15 सम्म हो के अरे म्याक्सिमम्। 6:15 7:15 त्यसरी आउँछ कि टाइममै आउँछ आउनु त गाडी। त्यही 2-4 मिनट अगाडि पछाडि हुनसक्छ। म चाहिँ गाडीमा चढेको। गाडी अब ट्रेन स्टेसन नजिकै त्यहाँसम्म झार्छ। म चाहिँ झरेँ अब यता टिकट काट्न जाँदैछु ट्रेन स्टेसनमा। त्यहाँ झरेर पुगिसकेँ। ट्रेन स्टेसन यस्तो छ यहाँको। ट्रेन पाउँछ कि पाउँदैन म सोध्छु है त। बल्ल 7:30 बजेबाट खुल्दो रहेछ ट्रेन काउन्टर। म चाहिँ चाँडै आयो। बसमा जानुपर्ने हुन्छ कोसन्डासम्म। त्यसपछि हेर्नुपर्छ। म चाहिँ बसमा चढेँ। कोसन्डा लाग्यो। पुरै अँध्यारो छ। चिसोले गर्दा पुरै सिसाहरू पनि कालो अँध्यारो भएको छ। बाहिर खासै देखेको छैन। म पुगेँ कोसन्डा। यहाँबाट उता जानुपर्ने हुन्छ रोड क्रसबाट झरेर ट्रेन स्टेसन जाँदैछु म। यस्तो छ। म कोसन्डासम्म बसमा आएर त्यहाँबाट ट्रेन चेन्ज गरेको थिएन। ट्रेन बाई ट्रेन आएर त चेन्ज गरेको थिएँ। म पहिलोचोटि हो, त्यही भएर ट्रेन स्टेसन कता छ म यसो हेर्दै जान्छु। जहाँसम्म यसो हेर्छु। मैले बोकारेस्टको लागि ट्रेन पनि लिएँ। 8:20 को ट्रेन छ। स्टेसनतिर जाँदैछु। 8:20 को रहेछ। मैले कुर्नु पर्ने हुन्छ धेरै नै। स्टेसनतिर ट्रेन कहाँको लागेको रहेछ। यस्तो छ। पल्लो साइडमा जानुपर्छ कि यो साइडमा हुनसक्छ सायद। हेर्नुपर्छ अहिले। यस्तो छ। ट्रेन लागेको छ यता। म चाहिँ ट्रेन स्टेसनमा पुगेँ। ट्रेन लागेको रहेछ। सायद यही हुनुपर्छ। ट्रेन चाहिँ नयाँ छ जस्तो छ। दामी छ। यसैमा सोध्छु जान्छु ट्रेन स्टेसनमा। म चाहिँ ट्रेनमा चढेँ। ट्रेन हिँड्न पनि सुरु भइसक्यो। हिँडिसक्यो। मान्छेहरू खासै छैन। खाली छ। बाहिर बस्यो। यो ठाउँ चाहिँ एकदम रमाइलो रहेछ। हाम्रो नेपालको जस्तै लागेर मैले यसको भिडियो बनाएको। अब यता चाहिँ पुल रहेछ। यो राम्रो पुल रहेछ। एकदम हेभी पुल छ। यो साइडमा पर्न पाइदिएको भइदिए राम्रो क्लिप लिन सकिन्थ्यो होला। यस्तो छ। यो साइडमा यस्तो छ। पुरै दामी बगैँचा। बराबर साइजको यो बिरुवाहरू छ के। त्यही भएर यो चाहिँ गाउँ लगाए जस्तो छ। पारीतिर चाहिँ नेपालको जस्तै सानो घरहरू के। एकदम नेपालको गाउँमा हुन्छ नि तराईतिर त्यस्तै घरहरू छ कि एकनासको सबै एकनासको। त्यो म बोकारेस्ट पुगेँ है। यस्तो छ ठाउँ। अब म चाहिँ एकजना दाइको रुममा जाँदैछु। र बाँकी भिडियो यति नै। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नबिर्सिनु होला प्लिज। थ्याङ्क यू सो मच।